आज वैशाख 7 गते सोमबार साताको पहिलो कारोबार दिन। आजको सेयर बजारमा गिरावट आएको छ। करिब 13 अङ्कले घटेर नेप्सी इन्डेक्स 2825 बिन्दु आसपासमा आइपुगेको छ। 5 अर्ब 43 करोड हाराहारीको कारोबार भएको छ। आजको सेयर बजारको अवस्था के कस्तो रहेको छ, विभिन्न टाइम फ्रेममा विभिन्न टेक्निकल टुल्सहरूको अवस्था के कस्तो रहेको छ, टेक्निकल्ली नेप्सेको मुभमेन्ट के कस्तो रहेको छ समीक्षा गर्नको लागि सधैँ चाहिँ आज पनि नेप्से एनालाइसिस लिएर म उपस्थित भइसकेको छु। नमस्ते, म हरि लामिछाने स्मार्ट स्टक नलेज युट्युब च्यानलमा हजुरहरूलाई हार्दिक स्वागत गर्दछु। स्क्रिनमा नेप्सेको प्राइस चार्ट देख्न सकिन्छ। आज पनि नेप्सेमा एउटा बेरिज क्यान्डल बनेको छ र आज चाहिँ बजार भोलेटिलिटी अस्तिको भन्दा अलिकति केही कम चाहिँ भएको, तर आज एउटा चाहिँ स्पिनिङ टप टाइपको क्यान्डल चाहिँ बनेको छ। बजार सुरुवाती चरणमा तल पनि आएको थियो, पछि माथि पनि गएको थियो। ओभरअलमा चाहिँ 12-13 अङ्क घटेर बन्द भएको छ। सर्फेसली हेर्दा चाहिँ केही दिनदेखि यताकै मार्केट चाहिँ पुरै साइडवेज चाहिँ देखिएको छ र कारोबार रकम चाहिँ ह्वात्तै घटेको छ। 20 दिनको एभरेज कारोबार रकमभन्दा कम, धेरै नै कम भएको छ भने पछिल्लो केही दिनको यताको पनि कारोबार रकम चाहिँ तेज घटेको देखिन्छ। 5.5 अर्बभन्दा पनि कमको कारोबार भएको छ आज। र आजको मार्केट चाहिँ ओपन हुँदाखेरि प्रि ओपनमा चाहिँ करिब 6 अङ्क जति चाहिँ घटेर खोलेको थियो। त्यसपछि भने बजार केही माथितिर गयो र डे हाई क्रिएट गरेको देखिन्छ। सो थोरै बढेर चाहिँ डे हाई क्रिएट गरेको थियो। त्यसपछि भने बजार इम्पल्सिभ रूपमा चाहिँ घटेर डेलो क्रिएट गरेको देखिन्छ। लगभग बजार चाहिँ तेज घट्यो, सानो एउटा पुलब्याक दिएर चाहिँ बजारले डेलो क्रिएट गरिदिन्छ। डेलो क्रिएट गरिसकेपछि बजार फेरि रिकभर गर्न खोजेको जस्तो चाहिँ देखिएको थियो, तर पुनः बजार माथि जाने क्रममा अगाडिको लेभल्सहरूभन्दा केही माथि गए पनि खासै सस्टेन गर्न सकेन र अन्तिममा चाहिँ फेरि तल आएर ओभरअलमा 13 पोइन्ट जति घटेर चाहिँ बन्द भएको छ। र यो बिचमा ट्रेन्ड के छ भनेर हेर्छन्, अहिले मार्केट चाहिँ ओभरअलमा हेर्दाखेरि साइडवेज प्याटर्न छ। प्याटर्न चाहिँ अहिलेको चलिरहेको अवस्था चाहिँ साइडवेज हो। अहिले बजार कुन अवस्थामा छ भन्दा साइडवेजमा छ, तर यो ओभरअल ट्रेन्ड चाहिँ मार्केटको बेरिस रहेको छ, जसले गर्दा तलतिर जान सक्ने एनालाइसिस चाहिँ प्राइमेरी रूपमा हामीले लिन सक्छौँ। र यो अहिलेको लोवर टाइम फ्रेमको चार्ट हो। योभन्दा अगाडिदेखिकै हामीले प्याटर्न हेर्छौँ भने चाहिँ मार्केट चाहिँ साइडवेज बसिरहेको थियो र यो साइडवेजलाई ब्रेकआउट गर्दै माथि जान खोज्दा माथि जान चाहिँ असफल भएपछि चाहिँ बजारले पुनः तल आएर चाहिँ यो साइडवेजलाई चाहिँ ब्रेकडाउन गरेको देखिन्छ र अब यसको इफेक्टले गर्दा बजार चाहिँ केही तलतिर जान सक्छ भन्ने हिसाबले चाहिँ मैले एनालाइसिस प्रेजेन्ट गर्दै आइरहेको छु। र मार्केट चाहिँ पहिला एउटा जुन लोवर टाइम फ्रेममा लो क्रिएट गरेको थियो त्योभन्दा तल आएर चाहिँ लोवर लो बनाएर चाहिँ बजार साइडवेज बसिरहेको छ। सो मैले अगाडि पनि हजुरहरूलाई के सेयर गरेको थिएँ भने लोवर टाइम फ्रेममा मार्केट स्ट्रक्चर बेरिस भएको हुनाले माथितिर गइहाले पनि फेरि यो अल्टिमेटली तलतिर जान सक्ने पोटेन्सियल चाहिँ रहन्छ भन्ने कुरा चाहिँ सेयर गर्दै। यसको सिम्पली रिजन भनेको अगाडिको लोको दाजुमा लोवर लो बनाएको थियो, त्यसैले माथि गऱ्यो, हाईलाई चाहिँ एक्सिट गर्दैन कि भन्ने सिम्पल रिजन चाहिँ हो। अब जाउँ 15 मिनट्स टाइम फ्रेममा। 15 मिनट्स टाइम फ्रेममा मार्केटको स्ट्रक्चर बुलिस छ। हामीले हेर्छौँ भने अगाडिको हाईलाई पार गरेर मार्केटले माथि हाई बनाएको थियो र अहिले बजार चाहिँ एउटा करेक्सनको पाथमा रहेको चाहिँ हामी क्लियरली हेर्न सक्छौँ र बजार चाहिँ अहिले एउटा करेक्सनको फेजमा रहेको छ। यो करेक्सन चाहिँ अलिकति लम्बिन सक्ने सम्भावना चाहिँ रहन्छ भन्ने चाहिँ मैले अगाडिदेखि नै सेयर गरेको कुरा हो। र यसमा चाहिँ सर्फेसली हेर्दा चाहिँ अगाडि चाहिँ यही जुन यो अहिले टप लाग्नुभन्दा अगाडि जुन अगाडि एउटा हाई बनेको थियो यही लेभलबाट चाहिँ करेक्सनमा जान्छ कि भन्ने कुरा चाहिँ सेयर गर्थेँ, तर बजारले त्यहाँबाट खासै करेक्सन दिन सकेन र त्यहाँबाट चाहिँ पुनः माथि गएर चाहिँ त्यो हाईभन्दा थोरै अलिकति माथि गएर चाहिँ अर्को आएर चाहिँ फर्मेसन गरेको देखिन्छ। सो अहिले बजार चाहिँ घटिरहेको छ। सो इन्टरनली हेर्दा चाहिँ अगाडिको लोलाई ब्रेक गरेर तल लोवर लो फर्मेसन गरेको जस्तो देखिन्छ, जसले गर्दा बजार चाहिँ यो करेक्सन अलिकति ठुलो हुने जस्तो देखिन्छ। त्यो नर्मली हामी हेर्न सक्छौँ, तर मार्केट स्ट्रक्चर बुलिस भएको हुनाले जति करेक्सन आयो भने अल्टिमेटली बजार चाहिँ माथितिर जाने हो भन्ने हिसाबले इन्टरप्रेट गर्न सकिन्छ। सो अहिले बजार चाहिँ करेक्सनको फेजमा छ, तर माथितिर जाने कुरालाई नकाट्न मिल्दैन र मार्केट चाहिँ अहिले करेक्सनको फेजमा छ। त्यसमा पनि अझै नजिकबाट हेर्ने हो भने त्यो चाहिँ साइडवेज पाथमै रहेको देखिन्छ र हामीले यसरी हेर्दा चाहिँ इन्टरनली मार्केटले चाहिँ एउटा डाउन साइडको च्यानल क्रिएट गरेर तल झर्न खोजेको कि जस्तो देखिएको छ। सो अगाडिको हाईलाई पार माथि गयो, तर लगतै आएर अगाडिको लोलाई ब्रेक गरेर तल लोवर लो बनाएको छ। सो यहाँ चाहिँ टु वे ट्र्याप चाहिँ मार्केटमा भइसकेको छ। त्यसैले मार्केटले अब माथितिरको चान्स अहिले कम हुनसक्छ। त्यसैले मार्केटले यदि कुनै पनि डिरेक्सनमा मिन्स मोर लाइकली तल्लो डिरेक्सन ब्रेक गर्यो भने चाहिँ अलिकति ठुलो टाइपको फल दिन्छ कि भनेर चाहिँ हेर्न सकिन्छ। सो मार्केट यदि अहिले 2808 लाई ब्रेक गरेर तल आउने भने चाहिँ अलिकति ठुलो रूपमा चाहिँ फल हुन्छ कि भनेर चाहिँ एक्सपेक्ट गर्न
सकिन्छ। सो यो टाइपले चाहिँ मार्केट चल्छ कि भन्ने खालको हो। तर ओभरअलमा 2808 ब्रेक हुन्छ कि हुँदैन त्यो हेर्न चाहिँ जरुरी छ। र यदि हामी आवरली टाइम फ्रेममा जान्छौँ, आवरली टाइम फ्रेममा पनि मार्केट स्ट्रक्चर बुलिस हो, ओभरअल स्ट्रक्चर बुलिस छ। सधैँ नै सेयर गरेको कुरा, अगाडिको हाईलाई पार गर्यो, माथि आएर भने तल आउने क्रममा अगाडिको लोलाई ब्रेक नगरिकन यहीँबाट चाहिँ माथितिर जानुपर्ने हुन्छ। यो कुरा हामीले बुझ्नुपर्छ। सो मार्केट स्ट्रक्चर अनुसार बजार तल आउने क्रममा यो अगाडिको जुन 2826 को लो छ 2608 यसलाई चाहिँ ब्रेक गर्न हुँदैन। योभन्दा माथिबाट बजार चाहिँ माथितिर जानुपर्छ भन्ने हामीले बुझ्नुपर्ने छ। ओभरअलमा जति तल आए पनि माथि। अब बजार एकवटा चल्दैन, इन्टरनल स्ट्रक्चर्सहरू मार्केटमा फर्मेसन भइरहेको हुन्छ। सो इन्टरनल स्ट्रक्चर अनुसार चाहिँ कस्तो पाथ छ भन्दा मार्केट माथिबाट तेज घट्यो, तेज घटेको हुनाले अहिले यो माथि गएको मुभ चाहिँ रिब्यालेन्सिङको लागि मात्र, यो जुन डाउन मुभ छ यो तेज घटेको हुनाले यसको जस्ट रिब्यालेन्सिङको लागि मात्र गएको हुनसक्ने। तर बजारले चाहिँ यहाँ अहिले इन्टरनल प्याटर्नमा चाहिँ डबल टप टाइपको प्याटर्न बनाएर चाहिँ तल झर्न खोजिरहेको जस्तो इन्डिकेसन चाहिँ देखेको छ। यदि यो भ्यालिड हुन पुगेमा बजार चाहिँ अलिकति यो फेरि जहाँबाट चाहिँ पहिला माथि गएको थियो लगभग त्यही लेभलसम्म चाहिँ फेरि पनि आउने हो कि भन्ने टाइपमा चाहिँ यसलाई लिन सकिन्छ। सो आवरली टाइम फ्रेमको इन्टरनल स्ट्रक्चर अनुसार पनि बजार चाहिँ केही तलतिर जान खोजेको हो कि भन्ने चाहिँ देखेको छ। यदि मार्केट 2808 भन्दा तल झर्छ भने चाहिँ मोर लाइकली बजार यो तल्लो लेभलसम्म चाहिँ फेरि पनि आउँछ कि भन्ने हिसाबले इन्टरप्रेट गर्न सकिन्छ। हामी डेली टाइम फ्रेममा जान्छौँ नि, डेली टाइम फ्रेममा मार्केटको मुभ चाहिँ एउटा इम्पल्सिभ रूपमा चाहिँ तल झरेको थियो र माथि जाने क्रममा चाहिँ यो तेज घटेको हुनाले यसको रिकभरीको लागि मात्र, रिब्यालेन्सिङको लागि मात्र गएको हुनसक्ने र फेरि पनि बजार चाहिँ तलतिर झर्न सक्ने पोटेन्सियल चाहिँ हुनसक्छ भन्ने रूपमा चाहिँ हामीले हेर्नुपर्छ भन्ने कुरा थियो। तर तल झर्ने क्रममा मार्केट चाहिँ यो जुन पहिला तल झऱ्यो यो चाहिँ इफेक्टिभ र स्ट्रङ भ्यालिड डिमान्ड जोनबाट चाहिँ मार्केट माथितिर गएको हुनाले मार्केट तल आउने क्रममा फेरि पुनः यो लेभललाई चाहिँ ब्रेक नगर्ने र अहिले मार्केट चाहिँ यो 2608 भन्दा तल नगइकन यहीँबाट चाहिँ बजार चाहिँ 2600 भन्दा तल नगइकन यहीँबाट चाहिँ बजार तल आयो भने पनि बजार चाहिँ फेरि माथितिर जाने हो कि भन्ने टाइपमा चाहिँ एनालाइसिस गर्न सकिन्छ। यो भनेको चाहिँ यस्तो तल आए पनि माथितिर जान सक्छ भन्ने कुरा भयो। अहिलेको हामीले सर्फेसली चार्ट हेर्दा चाहिँ मार्केट माथिबाट तेज घट्यो। पहिलो कुरो चाहिँ सर्फेसले हेर्दा माथिबाट एम टाइपको प्याटर्न बनाएर चाहिँ बजार तल झरेको जस्तो चाहिँ देखिन्छ, एउटा कुरा यो। र अर्को माथिल्लो लेभलमा लामो समय क्यान्डल्सहरू चाहिँ साइडेज बसेको थियो जसले गर्दा माथि डिस्ट्रिब्युसन फेज हो कि जस्तो हिँड्थ्यो। सो यतापट्टि फेरि यहाँबाट तेज गऱ्यो, अहिले माथि गएर चाहिँ फेरि यहाँ रिडिस्ट्रिब्युसन त भएको होइन भन्ने खालको शङ्का गर्ने ठाउँ चाहिँ रहेको छ। यदि त्यो भ्यालिड हुने हो भने मिन्स 2808 भन्दा बजार तल झर्छ भने चाहिँ फेरि त्यो एक लेभलमा तल आउन सक्ने चान्सेस चाहिँ रहन सक्छ। यसरी हामीले हेर्न सक्छौँ। अघिल्लो भिडियोमा चाहिँ मैले हजुरहरूलाई मार्केट यो जुन अघिल्लो क्यान्डलको इफेक्टले गर्दा केही बजार माथितिर गए पनि अल्टिमेटली तलतिर आउन सक्छ भन्ने टाइपमा चाहिँ सेयर गरेँ। मिन्स मार्केटको पाथ चाहिँ यसरी यहीँबाट इन्टरनल करेक्सन दिएर थोरै सानो करेक्सनमै कम्प्लिट भएर माथि जाने भन्दा यसरी माथि जाने भन्दा पनि यसरी तलतिर आउन सक्छ भन्ने कुरा चाहिँ सेयर गरेको थिएँ। आज चाहिँ यही टाइपको क्यान्डल बनेको छ। आज एउटा बेरिस क्यान्डल बनेको छ र अगाडिको बुलिस क्यान्डललाई चाहिँ फेल गरेको छ, जसले गर्दा अब बजार चाहिँ अब जस्तै यहाँनिर बेरिस क्यान्डल बनेको थियो तर लगतै त्यसको इफेक्ट थोरै पनि आएन, बजार लगतै माथितिर गयो। तर अहिले चाहिँ बेरिस क्यान्डल फेल भयो, त्यही भएर बजार माथितिर, अहिले चाहिँ बुलिस क्यान्डल फेल भएको छ, त्यही भएर बजार चाहिँ तलतिर जाने हो कि भन्ने त्यसरी पनि हामीले बुझ्न चाहिँ सक्छौँ। सो 2808 भन्दा तल गयो भने एक लेभललाई राम्रै फलो हुन सक्छ कि भन्ने सकिन्छ। 2808 पार नगर्दासम्म चाहिँ ब्रेक गरेन भने चाहिँ मार्केट केही साइडेज बसिरहन सक्ने सम्भावनाहरू होला। ओभरअलमा यहीँबाट माथि गएर अगाडिको आइलाई पनि पार गर्ने अथवा योभन्दा माथितिर जाने चान्स चाहिँ कम होला भन्न चाहन्छु। सो यसरी चाहिँ बजार यहीँबाट माथितिर गएर बिना ठुलो करेक्सन यहीँबाट माथितिर जाने चान्स चाहिँ यस्तो चान्स चाहिँ छैन कि जस्तो चाहिँ मेरो एनालाइसिसमा रहेको छ। अल्टिमेटली बजार चाहिँ यसरी तेज घट्यो, यो घटाइको जुन इम्ब्यालेन्स थियो त्यो फुलफिल गर्यो र अब चाहिँ यसरी फेरि आफ्नो त्यो लेभलमा चाहिँ मार्केट आउने हो कि भन्ने टाइपको चाहिँ बुझ्न सकिन्छ। साताको पहिलो कारोबार दिन, अन्तिम कारोबार दिनमा चाहिँ मैले हजुरलाई बेरिस क्यान्डल बनेको छ। खासै यो क्यान्डलले चाहिँ त्यति राम्रो इन्डिकेट गर्दैन र बजार चाहिँ माथिबाट तेज घट्यो, त्यसपछि फेरि फर्किनु खोज्दाखेरि यो क्यान्डल चाहिँ भ्यालिड हुन सकेन, रिभर्स हुन सकेन। सो मार्केट चाहिँ अलिकति तलतिर जान सक्छ भन्ने कुरा चाहिँ सेयर गरेँ। सो यो एनालाइसिस स्टिल भ्यालिड छ र मार्केट त्यही पाथ फलो गर्छ कि भनेर चाहिँ हेर्नु सक्छ। तर विकली टाइम फ्रेम अनुसार चाहिँ बजार तल आउने भनेको त्यो एउटा चाहिँ अपर्च्युनिटी हुनसक्छ, किनभने तल आउने क्रममा यहाँ स्ट्रङ डिमान्ड जोन चाहिँ रहेको छ। फेरि मार्केटले चाहिँ यो डिमान्ड जोनबाटै माथितिर फर्किन सक्ने चान्सेस रहेको हुनाले बजार चाहिँ त्यस्तो विधि तल घटेर नजान सक्ने प्रक्षेपण गर्न सकिन्छ। सो तल आउनु भनेको चाहिँ एउटा बाई मुभ नै हो कि भन्ने टाइपमा नै हेर्न सकिन्छ। कन्क्लुजन राख्ने नै छु त्योभन्दा अगाडि एउटा जानकारी,
यदि हजुरहरू एडभान्स लेभलको टेक्निकल एनालिसिसको कोर्स गर्न चाहनुहुन्छ, विशेष गरी स्मार्ट मनी कन्सेप्ट एसएमसी सिक्न चाहनुहुन्छ भने कृपया सम्पर्क गर्नुहोला। साथै मेरो सल्लाहमा सेयर खरिद बिक्री गर्न चाहनुहुन्छ, एज अ एडभाइजरमा पनि मलाई लिन चाहनुहुन्छ, लाइभ मार्केटमा लाइभ टेक्निकल चार्ट सेयर इन्भेस्ट गर्न इन्ट्रेस्टेड हुनुहुन्छ भने कृपया सम्पर्क गर्नुहोला। स्क्रिनमा नम्बर छ 9863805867 कल, मेसेज अथवा वाट्सएप गर्न सक्नुहुनेछ। साथै मार्केट रिलेटेड विभिन्न टिप्स र इन्फर्मेसन, मार्केटको क्विक र सटिक एनालाइसिसहरू टिकटक र फेसबुक पेज मार्फत पनि सेयर गर्दै आइरहेको हुनाले यदि हजुरहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने कृपया टिकटक र फेसबुक पेजमा पनि फलो गर्नुहोला भन्न चाहन्छु। स्मार्ट स्टक नलेज भनेर सर्च गर्न सक्नुहुन्छ अथवा यो भिडियोको डिस्क्रिप्सनमा लिङ्क छ, त्यो लिङ्कबाट पनि डाइरेक्टली जोइन गर्न सक्नुहुनेछ। मेरो एनालाइसिस मन परिरहेको छ भने भिडियोमा एक लाइक भने अवश्य गरिदिनु होला। मलाई केही सल्लाह सुझाव अथवा प्रतिक्रिया कमेन्ट मार्फत दिन सक्नुहुनेछ। पहिलोपटि यो भिडियो हेर्दै हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरेर नियमित रूपमा जोडिनु होला भन्न चाहन्छु। र कन्क्लुजनमा चाहिँ 2808 भन्दा बजार तल झऱ्यो भने बजार एक लेभलमा तलतिर झर्न सक्ने सम्भावना, यो करेक्सन अलिकति लम्बिने सम्भावना चाहिँ देखिन्छ। 2808 भन्दा तल नजाँदासम्म चाहिँ बजार केही साइडेज बस्न सक्ने सम्भावना रहन्छ अथवा केही थोरै माथितिर जान सक्छ, जसको सम्भावना चाहिँ अत्यन्त कम नै होला। मिन्स प्राइमरीली हेर्नुपर्दा चाहिँ बजार केही तलतिर एउटा करेक्सनमा चाहिँ जाने हो कि भन्ने टाइपको इन्डिकेसन चाहिँ देखिन्छ। हवस् त, धन्यवाद, नमस्ते।